जुनीमा पाप गरेछु मैले, जो हरेक पाइला पाइलामा मेरो असफलताको सजाय पाउँदैछु। भुल्न मुस्किल छ, तर भुल्नै पर्छ। परिवर्तन सजिलो थिएन, तर जरुरी थियो। आफैले कमाउन लागेपछि हो मेरो आवश्यकता घटेको। आमाले कमाएर दिँदासम्म त मैले पनि हवाई जहाज किन्ने सपना देखेको थिएँ। भाग्यमा नभएको चिज जुन मन्दिरमा गएर ढोके पनि पाइने रहेनछ। तिमीले अध्ययन गर्न नसकेको पुस्तक म नबुझी बाहिरबाट व्याख्या नगर। लासको घाँटीमा पैसाको माला देखेर गरिबको बच्चाले भनेछ, बाबा मलाई पनि मर्ने रहर छ। कथा र कहानी नै फरक छ मेरो। मेरो उमेरका साथीहरू रमाउँदैछन् अनि म दुनियाँदेखि हराउँदैछु।